नेपालगञ्ज स्थित फतेबाल आँखा अस्पतालले विगत केही वर्षदेखि आँखा उपचार सेवामा उल्लेखनीय प्रगति गरेको तथ्याङ्कले देखाएको छ। अस्पतालमा बिरामी परीक्षण र शल्यक्रियाको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ। अस्पतालका अनुसार आर्थिक वर्ष 2042-43 देखि 2081-82 सम्म कुल 29,29,563 बिरामीको आँखा परीक्षण गरिएको छ। यही अवधिमा 2,91,533 सफल शल्यक्रिया सम्पन्न भएका छन्। अस्पतालले समुदाय स्तरमा सेवा विस्तार गर्दै आँखा शिविर मार्फत बिरामी परीक्षण, निशुल्क शल्यक्रिया तथा चस्मा वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालय स्तरमा सञ्चालन गरिएका आँखा जाँच कार्यक्रम मार्फत विद्यार्थीहरूको दृष्टि स्वास्थ्य सुधारमा समेत योगदान पुर्याइएको छ। तथ्याङ्क अनुसार विभिन्न वर्षहरूमा हजारौं बिरामीले शिविर मार्फत सेवा लिएका छन् भने सयौं बिरामीको निशुल्क शल्यक्रिया गरिएको छ। साथै हजारौंको आँखा परीक्षण गरी आवश्यक परेकालाई निशुल्क चस्मा वितरण गरिएको छ। अस्पतालको आँखा उपचार केन्द्रमा आर्थिक वर्ष 2067-68 देखि 2081-82 सम्म कुल 1,38,535 जना बिरामीको परीक्षण गरिएको तथ्याङ्कमा उल्लेख छ। यही अवधिमा 5,197 निशुल्क चस्मा वितरण गरिएको तथ्याङ्क छ। अस्पतालका अनुसार दुर्गम तथा विपन्न समुदायसम्म सहज पहुँच पुर्याउने लक्ष्यसहित सेवा विस्तार गरिँदै आएको छ। पछिल्ला वर्षहरूमा सेवाग्राहीको विश्वास बढ्दै जाँदा अस्पताल क्षेत्रीय स्तरमै महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।